हेलो नमस्कार सबैजनालाई। के गर्दै हुनुहुन्छ तपाईँहरू? सन्चै हुनुहुन्छ होला नि हैन? र साथीहरू, आज चाहिँ म यता बाटोतिर हिँडिरहेको छु। आजको भिडियो चाहिँ मैले हिजो हाम्रो स्कुलमा फेयरवेल प्रोग्राम भएको थियो। एसएससी परीक्षा 2081 सालमा चाहिँ सहभागी हुने कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूलाई कक्षा 9 द्वारा चाहिँ फेयरवेल प्रोग्राम अर्गनाइज गरेको थियो। त्यसमा चाहिँ मैले केही भिडियोहरू खिचेको छु। त्यो भिडियोहरू चाहिँ म आजको यो भिडियोमा राख्नेवालामा छु। भिडियो हेरेर साथ दिनु होला। जे जति छ त्यसमा चाहिँ इन्जोय गर्नु होला र सम्पूर्ण एसएससी परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ धेरै धेरै शुभकामना छ। परीक्षा सफलताको धेरै धेरै शुभकामना। परीक्षालाई एकदम अनुशासित र मर्यादित ढङ्गले परीक्षामा उपस्थित हुनु होला र राम्रोसँग चाहिँ परीक्षा दिनु होला। धेरै धेरै शुभकामना छ। ल अब चाहिँ भिडियो हेर्नु है त। ल यता चाहिँ माला लाउने कार्यक्रम हुँदैछ। यसै गरी सम्पूर्ण शिक्षक साथीहरू, हाम्रा एससी ब्याच 2081 का विद्यार्थी भाइ बहिनीहरूलाई फुल तथा अबिरले शुभकामना दिनुहुनका लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी 9 कक्षाका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू पनि आफ्ना दाइ दिदीहरूलाई एससीको अग्रिम शुभकामना दिनुहुनका लागि टिका तथा फुलले उहाँहरूलाई हौसला प्रदान गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु। शिक्षक साथीहरू, हाम्रा एससी धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस विदाई तथा शुभकामना कार्यक्रमका सभाध्यक्षज्यू, सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू र विद्यार्थी साथीहरू, उहाँहरू औपचारिक रूपबाटै यस विद्यालयबाट उहाँहरू विदाईको क्षण रहेको छ। यस 10 वर्षको अन्तरालमा हामी शिक्षकबाट विद्यार्थीहरूलाई कुनै बेला केही नराम्रा शब्दहरू प्रयोग गरे होला। हामीले विद्यार्थी भाइ बहिनीहरूलाई कुनै बेला हामीले पढाइसँग सम्बन्धित विभिन्न अतिरिक्त खेलकुदसँग सम्बन्धित कार्यहरूमा कुनै बेला उहाँहरूलाई पिटे होला, गाली गरे होला। ती कुराहरूलाई यस विद्यालयको प्राङ्गणबाट बाहिर जाने बित्तिकै ती नराम्रा कुराहरूलाई यसै गेटभित्र राखेर गइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। उहाँहरूप्रति हामीले कुनै बेला नराम्रो शब्दहरू पनि प्रयोग गरे होला। यो होस्टेल बस्ने बेलामा उहाँहरूसँग हाम्रो क्षुद्र व्यवहार पनि भयो होला। धन्यवाद दिन चाहन्छु। हामीले यस सरस्वतीको मन्दिरमा आएर धेरै राम्रा ज्ञानका कुराहरू सिक्यौँ। यो अवसर दान गर्ने यस श्री सानो काभ्रे माध्यमिक परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामी फरक परिवेश र अलग घरबाट आएर पनि एउटै सिङ्गो परिवार भएर बस्यौँ। यस विद्यालयमा आइपर्ने सम्पूर्ण सुख दुःख साटेर आज यो विदाईको क्षणसम्म आइपुग्दा हामीले सर म्याम तथा साना भाइ बहिनीहरूलाई केही नराम्रो व्यवहार गरी जानी नजानी कसैको चित्त दुखाएको सबैको अनुहार यहीँ देखिन्छ है। यसपछि म कार्यक्रमलाई अलि छिटोभन्दा छिटो सञ्चालन गर्न चाहन्छु। यसपछि कक्षा 9 का सम्पूर्ण विद्यार्थीको तर्फबाट
सबैले ल कक्षा 10 मा सबैले हाई गर ल अध्यमरत 2081 सालमा एससीमा सहभागी हुने आफ्ना दाइ दिदीहरूलाई ल म्याडमहरू आजको विदाय कार्यक्रममा केही शब्दहरू भनिदिनु त ल के भन्नु छ ल पदमिस भन्नु दिने विद्यार्थीहरूलाई धेरै धेरै शुभकामना परीक्षा राम्रो सम्झियोस् र त्यसै गरी सुस्मिता मिसलाई नि बधाई दिन मिस के भन्दिनु ल हस् धन्यवाद धर्मेश तपाईँको पालो ल के शब्द राखिदिनु मिठो लगायो पुनः सार्वजनिक सात गतिबाट सुरु हुँदै गरेको एससीको लागि चाहिँ तयारी भएर बसेको भाइ बहिनीहरूलाई धेरै माया सबैजनाले हस् धन्यवाद गाइज रे आज लागि विदाय गरिने छैन हामी जोड्नेछौँ बेला बेलामा एउटै गाउँको एउटै गाउँठाउँको मान्छे भएपछि बेला बेलामा विभिन्न अवस्थामा हामी भेट हुन्छ त्यस कारणले गर्दा यो फेरि भेला कार्यक्रम पनि रहेको थियो सम्पूर्ण विद्यार्थी भाइहरूलाई तपाईँलाई हामीले टिका लगाएर सम्मान गरेर केही शब्द आजको यो कार्यक्रम चाहिँ मलाई सानखाको मान्छेलाई धेरै धेरै बधाई भन्नु पऱ्यो कि किन सुस्मिता मिसलाई धेरै धेरै बधाई जान मन थिएन के जानु मन भने भर्खर त यहाँ औपचारिक कार्यक्रम समापन भएको छ के शब्द बोलिदिनु न ल प्लिज कक्षा बाल कक्षादेखि कक्षा 8 कक्षासम्मका बहिनीहरू उपहार प्रदान गर्ने कार्यक्रम रहेको छ यस मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि यसै विद्यालयका श्री गोमन गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि यसै विद्यालयका गोमन गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु हेलो बाबु सबै त यहाँ अगाडि आऊ त्यो सबै त्यहाँ ल्याउन उयो फोटो र छ आजको बिदा गएर कस्तो लाग्यो त्यति नरमाइलो त लागेन नि ठिक छ जहाँ दिने राम्रोसँग एससी दिने टक्क लगाएर पास गर्ने है त है प्रेम ए प्लस सर ए प्लस प्लस भने त सी प्लस हुन्छ बिमला हस्त्यो कुस्मे Jasmine. खुदी बुलबुले बेसी सहर लमजुङ नानीहरू ओके गाइज तपाईहरुले भिडियो पनि हेरिसक्नु भयो होला मेरो भिडियोहरु के कस्तो लाग्छ प्रतिक्रिया दिनु नभुल्नु होला तपाईहरुलाई मनमा के लाग्छ भिडियो कस्तो लाग्छ त्यो कुराहरु चाहिँ तलको कमेन्ट बक्समा चाहिँ सल्लाह सुझाव स्वरूप चाहिँ राखिदिनु होला अझै माया साथ सहयोग गर्नु होला